हेलो नमस्ते, म दिपेश तामाङ र तपाईँहरू सामु के भिडियोहरू लिएर आएको छु। नेपालमै हाम्रो गाउँ मकवानपुर जिल्ला कैलाशदेवी वैकुण्ठमा तामाङ समुदायले नाचिने घाटु नाच 30 र 31 गते हुने भएकोले अवलोकन गर्न आइदिनु हुन सबैलाई निम्तो छ हैन। तपाईँहरू त्यहाँ आइसकेपछि घाटु नाचको मात्र हैन थुप्रै कुराहरू मजा लिन सक्नुहुन्छ। र डाफी मुनाल पार्क हो, डम्फु पार्क हो, लभ पार्क हो हैन, गिटार पार्क हो, यस्तै थुप्रै कुराहरूको तपाईँहरूले मनोरञ्जन लिन सक्नुहुन्छ। यदि मौसम क्लियर भयो भने तपाईँहरूले हिमाल पनि देख्न सक्नुहुन्छ हैन, डाँडा काँडा भिर पाख थुप्रै कुराहरूको मजा लिन सक्नुहुन्छ। र गए वैशाख नयाँ सालको दिनमा उद्घाटन गरिएको जिप लाइनको त कुरै नगरौँ, किनभनेदेखि 1250 मिटर लामो रहेको जिप लाइन सुनेको थिएँ नेपालमै सबैभन्दा लामो जिप लाइन यही ठाउँमा बनेको छ भने पनि। तपाईँहरू आइसकेपछि कहाँ बस्ने के गर्ने यताउति कुराहरूको टेन्सन सोच्दै हुनुहुन्छ भने त्यो कुराहरू बिल्कुल सोच्दै नसोच्नु, किनभनेदेखि यही गाउँमा होमस्टेको पनि राम्रो व्यवस्था रहेको छ। र सो एभ्रिवान थ्याङ्क्स फर द वाचिङ माई भिडियोज। हो तपाईँहरू सबैजनाको दिन सुखी रहोस्, खुसी रहोस्। बाई, टेक केयर, नेक्स्ट भिडियो है त।